देख्न सक्नुहुन्छ यहाँ चाहिँ टक्क कुहिरो लागेर अहिले चाहिँ कुछ भएको अवस्था देख्न सकिन्छ। यहाँ चाहिँ यताको ब्याकग्राउन्ड चाहिँ बबाल छ। अहिले चाहिँ म गोला आउने क्रममा चाहिँ अहिले चाहिँ पहिला ओभन्दा पहिला चाहिँ भारी वर्षा परेको थियो। अहिले चाहिँ वर्षा चाहिँ अहिले परेको छैन। पानी चाहिँ अहिले देख्न सक्नुहुन्छ। पारी डाँडा पारीको भ्यूहरू देख्न सक्नुहुन्छ। टक्क कुहिरो लागेर अहिले चाहिँ कुहिरो लाग्ने क्रम जारी छ। यहाँ चाहिँ आउन लागेको पनि छ। यहाँ चाहिँ देख्न सक्नुहुन्छ मेरो वरिपरि टक्क लगाएर देख्न सक्नुहुन्छ। अनि म चाहिँ गला देख्न सक्नुहुन्छ। म चाहिँ गलाको हिसाबले यहाँ चाहिँ देख्न सक्नुहुन्छ मेरो पिक चाहिँ यहाँ चढिरहेको छ। म चाहिँ यहाँ चाहिँ सानो भिडियो बनाउन मन लाग्यो, त्यसैले मलाई चाहिँ अहिले सानो भिडियो बनाएको छु। यहाँ चाहिँ देख्न सकिन्छ सबैभन्दा त बवाल भ्यू चाहिँ त्यहाँको देख्न सकिन्छ। अहिले चाहिँ वो चाहिँ रसबरा एरिया हो भने यताको चाहिँ अख्रिनी भन्छ यहाँ चाहिँ। अनि यता चाहिँ नारीकोट बाडीकोट भन्ने ठाउँ चाहिँ अहिले कुहिरोले टक्क ढकमक्क ढाकिएको अवस्था देख्न सकिन्छ। अहिले चाहिँ यहाँ पनि आउन जारी छ। यहाँ चाहिँ कुहिरोहरू यही नजिकै आउँदैछ देख्न सक्नुहुन्छ। टक्क लाएर राम्रो भ्यू देख्न सकिन्छ। यहाँ चाहिँ कुहिरोको माहौल चाहिँ बबाल नै छ। यता चाहिँ अलि परेको छैन यहाँ चाहिँ कुहिरो, र पर्ने तर्खरमा रहेको छ। यहाँ चाहिँ त्यतादेखि आउँदैछ यहाँ चाहिँ कुहिरो। यहाँ चाहिँ मौसमहरू छिनछिनमा परिवर्तन हुने गर्छ, त्यसैले चाहिँ यहाँ चाहिँ निकै रमणीय वातावरण रहेको अवस्था देख्न सकिन्छ। अहिले चाहिँ पारी ढुडीहरूमा चाहिँ निकै रमाइलो, हेर्दा पनि टक्क है यस्तो आनन्द फिल हुने जस्तो कुछ भइरहेको छ। यहाँ चाहिँ देख्न सक्नुहुन्छ बबाल नै छ, रमाइलो छ। हाम्रो यो चाहिँ पहाडी इलाकामा रमाइलो नै हुन्छ। घाँस दाउरा उस गर्दा चाहिँ